ल मैले भिडियो गरेछ है। आज हाम्रो बुढीमा छोरीको बिहा हाम्रो दिदीबाट। किन के को छ? म यता छ छान गुरुङ। छान गुरुङ हेलो हाई। यता हुनुहुन्छ मेकअप हुँदैछ। यता मेकअप हुँदैछ। सनराइज यता हेर्ने पुसाइ मैले भिडियो गरेछ। पस्नै दिदी यता आउमहरू हुन्छ। यता बिरियाना र आऊ हामी अब खाजा खान लाग्यो। यता खाँदै हुनुहुन्छ हाम्रो भनिदिने बुढालाई लिएर आउन के अरे गरेर बुढामा कुर्सीमा सुटे गरे अमुलाई बिर्का बिर्का ल्याइदिनु पाए त हुन्छ र अमुलाई। छोटो साडी दो अमुलाई बस्ने कुरा
बाबाले जग्गा सानो सजिलो हुन्छ होला कि बरु यो स्यालेड होइन यो नानी यहाँ बजे नमस्ते बजे कान्छी त्यो उस्ता उता राखिदियो भिज्छ चप्पल उता राखिदियो मान्छे Ada di sini sudah. किरण लिएर आएको त पर्दैन कि अलिक सेन्ड गरिदिन्छ कि भिडियो मजाले लिएर नसक्यो भने त तिमीहरू भिडियोमा आउँछ
आफूले के गर्छ त्यो जान्छ मेलीले किन कार्पेटमा चाहिँ चप्पल लगाएको मेलीले भिडियो गरेर मेरो सबै देखो नेक्स्ट काट्दै फोन अझै काट्दै तल थाप्नु उठाइदियो त जन खानु पर्यो त के भन्छ खायो अब के हुन्छ नि तिमीले दिनु हुँदैन तिमीले खाएको तिमीले मेरो मैले खाएको मैले मेरो भनिमा एकदम राम्रो है राम्रो होस् हेर ओजन नहोस् जसो लोस हो त्यसरी राख्नुहोस् है हामी त झगडा हुँदै गर्छ कि झगडा हुँदै गर्छ म त ढोकै गरेर त झन् पैसा दिन भुलेछ नि क्युआर गरिदिए पनि नत्र हामी पखेर जान्छु लगाइदिन्छु म नाच्दैन बाबु यसो के अरे कान्छी हात यसो नगर मधे गए मार्गो मध्ये माली मध्ये माली मध्ये के अरे दुईटाले हेरिराखेको हुन्छ ठुलो छु या अब छिटो गर्नु त दुईटैले खुट्टा Kalau buat lagi buat tinggal lagi.
पानी खाऊ न अलि पानी भ्याइ भर्नु है त्यतिको कता कता आउनु पर्दैन एउटा धोएर बेटेको चल्छ होलसेलमा अप्ठ्यारो भन्नु त्यो अन्नको त गर्दाखेरि ल कान्छी बाबु कान्छी सोना सोना त कान्छी ए भिडियो गर्न चाहिँ अनुदान उठे म त चलाउँछ होला नि अठ्याएर फेरि ब्याङ्कमा ट्रान्सफर खाता खोल्न तल थाप्यो त्यसरी अघि मैले पानी खाथेँ अठाएको रहेछ हेर्दैन तिमीहरू भाग्यमान रहेछ नि दुईचोटि धुन पाएको एकचोटि गर्नु भयो कहिले त टोपी सोपी खोलेर साँच्चै साथै गर्नु पर्यो त्यो छुल कति रोछ बाहिर रहेछ क्या एकछिन कुन आउँछ भनेको आमा
हो र साँच्चै नै गरेर 성은 단 따고 성 आगे बढ़ने के लिए ल हामी चाहिँ यो बाइकमा जाँदैछौँ स्कुटरमा दुलै छोड्न आउनेहरू यता हेर सबभन्दा ठुलो यता नानी यहाँ त नि यता बहिनी दुलै छोड्न आउनेहरू त कति ठुल्ठुलो मान्छे आज कोही फेरि यता छ दुलै छोड्न आएकोहरू कोही फेरि यता स्कुटी छ यसरी दुलै छोड्न आउने पिङचाङमा त छुटेछ भने
उता ऊ दुईजना हामी बहिनीको घर आइपुग्यौँ बहिनीको र छोरीको घर दाहिने खुट्टा देब्रे खुट्टा अगाडि गर्ने दाहिने खुट्टा देब्रे खुट्टा दाहिने खुट्टा हो नानीको देब्रे खुट्टाले हेड पुचेर बायाँ खुट्टाले हेर्छ त दाहिने खुट्टा नागा बायाँ खुट्टा रे नानी उतै फर्केर है यता नफर्क हजुर त्यो लाने दिदी सतेर लैजानुहोस् साँच्ची माथि आइज ए माथि आउनु सबै माथि माथि आउनु माथि माथि आउनु ए उसको छ नि अनि दाहिने खुट्टा हालेर पहिला भित्र त्यो नानीलाई दियो दाहिने खुट्टा टेकेर जाऊ उता ढला भन्नु न अरू त छुँदै जाऊ नानी बाबु तिमीले देख बहिनीलाई खोइ म भिडियो गर्छु बाबु
बाबु जाऊ चाहिँ पनि पछि याद बोल्छ याद होइन म यहीँ बाहिर गर्नुपर्छु याक्सिङको चाहिँ दुनाइले होइन होला नि यो के त तपाईँ यो नत्र त ए तिमी त रे तपाईँले समात समात त के चल हेर्दा तिम्रो हुन्छ अहिले ल दाइन तिमी बस्छ त्यसो बाबु बस्छ कति मर्छ भनेर हो क्या ती मर्छ भनेर हो एकदम ठिक ल अब त्यसरी यहाँ छु नि त्यो त जाउँछ किन त्यस्तै हो तल तातो मनभित्र भन्नु नहुन्छ भने गाउँ लगाइदियो लुगा पनि लाग्छ तीन बन्द लगाऊ ताली बजाउनु ल अब मङ्गलसूत्र औँठी लगाइदिन्छ हातमा देऊ नि हो राख्ने आज हातमा देऊ त उसरी राख्ने उसरी स्याहार्ने तेलले सेलजाम बोल्ने गरेको हो त्यो लगाइदियो मङ्गलसूत्र मङ्गलसूत्र लगाउँछ त्यहाँबाट औँठी लगाइदियो कसले पर्ने कि हामीले पर्दैन औँठी लगाइदियो औँठी लगाइदियो त्यो डिब्बा पनि उतै दिने है सबै चन्दन लगाइदिनु ठिको लगाइदिनु मैले लगाइदिनु भएको लगाइदिएँ पहिला पहिला आमा लगाइदियो होइन कि यो खोलेर उता काट्नु तीन भित्री ल्याएको बाबु त्यहाँ गर्दै नानी त्यहाँ सबै हाल्थ्यो उज्यालो आफै हो त्यो रुमाल ल्याएको हुन्छ ढाक्ने किन ल्याउनु ल्याउ भए पर्दैन जेठा नानी हो त्यो छ जेठा पछाडि गऱ्यो भने यो क्वेसन दिने के हो आज हो दिने नै अलि धेरै रुमाल भएर त्यो सिन्दुर छोप्दियो नि रुमाल किनेर ल्यायो भने त कति थोके कर्मले छाक्यो भने सानो रहेछ कि टोपी अगाडि नगर्नु पर्यो पछाडि गर्नु अलिक टिका लाउनु पर्छ अच्छा तालिन काम हो तीन फेर गरिदियो भइहाल्यो तीन फेर गर है तीन फेर रस फलो गर्न है मनमन्ने फलाएको छ के अरे यो लगाइदिनु आशीर्वाद दियो अब लक्ष्मी थियो लक्ष्मी भएको छ मिलेको त्यो डब्बा दिनु अब बुहारी भने नि छोरी भन्ने नि अब त्यही हो त्यही सोध्नु पर्छ छोरी हो
मलाई भात पकाइदिएको हुन्छ आज बुहारीले भात कहाँ पकाउने हो छोरालाई पकाउनु जानु पर्यो नि छोराले पकाउँछ एकछिन त पकाउँछ नि त मेरो त तालिम गरेर एकछिन लगाइदिनेछ मैले एकछिन बुहारीको साधन नजाऊ बाटोबाट डराएर साधन गयो होला नातिनी बुहारीको होला खो खो भन्नु बुहारीलाई पहिला छोरालाई पनि गर्ने नमस्ते गरे हुन्छ कि जिउ गरे हो त्यसरी होइन तिमी रासन आशीर्वाद दिनु है कति वर्ष हजुर बजे पाठ है हजुरले हुन्छ पैसा त भएन नि कुन आगो सबैलाई ल ल के मान्छे सबैले गर्ने मान्ने नमस्ते गर्दै हुन्छ भोलि पर्सि ढोगरम लाग्दाखेरि यसो आमा पार्टीलाई बोलाउनु पर्यो 2 बजी पार्टीलाई आउनु पहिला अनि पार्टी बजे पार्टी किन्न भनेको नकिने के हुन्छ सबैले मिलेर मैले भनेको त नि सपिङ परिवारहरूले मिलेर राम्रोसँग बस्नु हामीलाई कहिले कहिले आउँदाखेरि यसो बोल्न पाउँदा नि हामी खुसी होस् यता पनि नाति पऱ्यो यता पनि नाति बस्नुबाट म त उचित पर्दैन के यही भाषा पर्दैन नानीलाई दिनु पर्यो होइन उ बिस्कुट फ्ल्याटमा छ चिसो बियर पनि ल्याइदिनु होइन अहिले ल्याइदिनु त नानीले त खुट्टा पर्दैन खुट्टा त गराउने निस्किने
साडी त काम राख्यो पर्दैन त पछि त साडी बिस्तारै आउँछ के बोले मोबाइल ल्याउनु फोटो खिचिदिन्छु बजे उताली त साडी हात दाँतले छोएर ढोके नि हुन्छ है नातिनाको त हेर्नु पर्यो नि किन खिचेर नल्याएको भन्नु बाबु यहाँ राख्नु दुईजनाले नलड्नु है बाँड्दाखेरि 50-50 गर्ने है अहिले दिदी बाबुको रहेछ टाउको मानेर पार्टीका माथि पङ्खा पनि उठाउनु पर्यो नि तपाईलाई नि उठाउनु उता गर्नु पर्यो छोत्र बुढालाई किन उठाउनु पर्ने हजुर भिडियो भिडियोमा जाने बालक ल आसमान भयो बुहारीहरूलाई छोरी हो भने बुहारी बनायो बुहारी भदिनी भन्यो मलाई देखाउने रे के नानीलाई पनि उठाइदेऊ हामी पनि है बुहारीहरू दुलै छोरीहरू त तल मात्रै भिडियो गरिराखेको टिका लगाएको आएर सुरु गरिरहेको छ यता छ दुईजना ठुल्ठुलो मान्छे चीज भी है क्या है बाबा
खाना खाना लाउनुहुन्छ भिडियो गर्छ बुढीमा